Hello friends, good morning to everyone. आज हामी लोकसेवाको खैदातर्फ तेस्रो पत्रको तेस्रो खण्डमा रहेको एउटा महत्त्वपूर्ण टपिक आज हामी पढ्न गइरहेको छौँ, जुन चाहिँ इक्जामको दृष्टिकोणले महत्त्वपूर्ण नै रहेको छ। आज यो टपिक भनेको अति छोटो, मिठो र याद गर्नमा पनि सजिलो टपिक रहेको छ। आजको टपिकको नाम हो निःशुल्क कानुनी सहायता। निःशुल्क कानुनी सहायता, यसको नामबाट हामी पहिला बुझौँ। निःशुल्क भनेको बिना शुल्कको, कानुनी सहायता भनेको कानुनद्वारा गरिएको सहयोग। अब यो दुवैलाई हामी मिलाऊ। निःशुल्क कानुनी सहायता मतलब कानुनद्वारा निःशुल्क रूपमा बिना शुल्क लिइकन गरिने सहायतालाई नै कानुनी सहायता भनिन्छ। यसका लागि केही दायराहरू तोकिएको हुन्छ, जसरी हो कस्ता वर्गहरू, कस्ता परिवार, कस्ता वर्गहरूलाई निःशुल्क कानुनी सहायता दिने, यसका लागि केही दायराहरू हाम्रो कानुनद्वारा तोकिएको छ, जसका लागि हामी यसपछि पढ्नेछौँ। कानुनी सहायता सम्बन्धी ऐन 2054 यो निःशुल्क कानुनी सहायता प्रदान गर्नको लागि तयार गरिएको एउटा कानुन हो, जस अनुसार पिछडिएको वर्ग, कमजोर वर्ग, असहाय, असमर्थ वर्ग र जसको वार्षिक आय रु 40,000 भन्दा कम छ, त्यस्ता व्यक्ति वा वर्गलाई परिवारलाई निःशुल्क कानुनी सहायता दिइने गरिन्छ। र अब हामी अलिकति परिभाषामा जाउँ। यहाँ हेरौँ, तोकिएको न्यूनतम वार्षिक रकम भन्दा कम आय भएका व्यक्तिलाई निःशुल्क दिइने कानुनी राय त्यस्ता व्यक्तिको तर्फबाट अदालतमा गरिने बहस, पैरवी, लेखापढी तथा कानुनी कारबाहीको सम्बन्धमा गरिने अन्य सेवाहरूलाई निःशुल्क कानुनी सहायता भनिन्छ। यही हेर्नु हामी के भन्यो, तोकिएको न्यूनतम वार्षिक आय, जुन कि अहिले कानुनद्वारा न्यूनतम वार्षिक आय भनेको रु 40,000 तोकिएको छ। न्यूनतम वार्षिक रकम कस्ता ठाउँमा सेवा निःशुल्क पाउन सकिनेछ हेर्नुस्। त्यसका लागि के भनेको छ, व्यक्तिको तर्फबाट अदालतमा, जुन कसैलाई न्याय, मर्का, अन्याय परेको व्यक्तिहरूले अदालतमा जाँदा ऊ बहस, वकालत गर्नको लागि उसँग असमर्थ, उसँग पर्याप्त आम्दानी, स्रोत, साधन नभएपछि अदालतमा उसको तर्फबाट गरिने निःशुल्क बहस, पैरवी, लेखापढी तथा कानुन सम्बन्धी जे जति काम कारबाहीहरू सो अदालतमा गरिने हुन्छ उस पीडितको तर्फबाट, त्यस्ता सहायतालाई नै कानुनी निःशुल्क सहायता भनिन्छ। यदि अझ पनि केही समस्या भए प्लिज कमेन्टमा लेख्नुहोला। अर्को पोइन्ट हेरौँ है। यहाँ हेरौँ, कानुनी राज्यको सिद्धान्त अनुरूप सबैलाई समान रूपमा न्याय उपलब्ध गराउन, सामाजिक आर्थिक कारणले आफ्नो कानुनी हकको हितको संरक्षण गर्न नसक्ने असमर्थ पक्षहरूलाई न्यायिक प्रक्रियामा सहभागी गराउन उपलब्ध गराउने सहायता निःशुल्क कानुनी सहायता हो। यही हामीले भनेअनुसार के भनेको छ, कानुनी राज्यको सिद्धान्त अनुरूप हामी भनेको कानुनको नजरमा हामी सबै नागरिक भनेको समान एक मुष्ट रहेका छौँ। त्यसै अनुसार हेरौँ, कानुनी राज्यको सिद्धान्त अनुरूप सबैलाई समान रूपमा न्याय उपलब्ध, यानि कि हामी न्यायिकको दृष्टिमा हामी सबै समान छौँ। सामाजिक आर्थिक कारणले, मानव अन्य कुनै पनि कारण होस्, कसैले हामीलाई दुःख दिएको होस्, समाजबाट पाइएको दुःख, आर्थिक कारणले भोग्नुपर्ने दुःख, र
त्यसका क्षतिपूर्ति हामी आफै बेहोर्न नसक्ने भएमा वा असमर्थ भएमा न्याय पाउनको लागि जुन अदालतमा जे जति प्रक्रियाहरूमा लाग्ने खर्च स्रोत साधनहरूको हैसियत आफूमा नभएपछि कानुनद्वारा निशुल्क प्रदान गरिने कानुन नै निशुल्क कानुनी सहायता हो। बुझिराख्नु भएको छ नि? यदि केही नबुझे कृपया सोध्नुहोला र कमेन्टमा लेख्नुहोला। अर्को हेरौँ, न्यायिक प्रक्रियामा सबैको समान पहुँच स्थापना गर्न निशुल्क कानुनी सहायता महत्त्वपूर्ण रहेका छन्। हामीले किन निशुल्क कानुनी सहायता प्रदान गर्नु पर्यो है? हेरौँ, मानौ जुन व्यक्ति जुन परिवारलाई उसँग उनी आफै क्यापेबिलिटी छ, आफू क्यापेबल छ कि हो उसँग आइपर्ने समस्याहरूसँग जुझ्ने लड्ने, त उनीहरूले त आफ्नो समस्या त आफै समाधान गर्न त सकिहाल्छन्। तर जुन पिछडिएको, जुन कमजोर, जुन आर्थिक रूपले गरिब या स्रोत साधनहरू उसँग नभएको व्यक्तिहरूलाई पनि हाम्रो यो कानुनी समाजमा सबैलाई अँगालेर एकैसाथ हिँड्नको लागि यो निशुल्क कानुनी सहायता प्रदान गरिएको हो। सबैलाई एक साथ लिएर, चाहे त्यो धनिक होस् या गरिब होस्, कुनै पनि भेदभाव नगरिकन जुन सबैलाई एकमुष्ट रूपले लिई पहुँच स्थापना हरेक चिजमा कानुनी रूपमा होस्, प्रशासकीय रूपमा होस्, राजनीतिक रूपमा होस्, हरेक रूपमा सबैको पहुँच स्थापना गर्नका लागि नै यो निशुल्क कानुनी सहायता महत्त्वपूर्ण रहेको छ। अब हेरौँ के भनेको छ, नेपालमा प्रत्येक अदालतमा असमर्थ पक्षलाई निशुल्क कानुनी सहायता उपलब्ध गराउन वैतनिक अधिवक्ताको व्यवस्था गरिएको छ। यो हेर्नुस्, यहाँ हेर्नुस्, जुन असहाय असमर्थ व्यक्तिहरूलाई निशुल्क कानुन सहायता गर्नको लागि नेपाल सरकारले के गरेको छ, अदालतमा एउटा उनीहरूको लागि विशेष एक किसिमको वकिल भनौँ या अधिवक्ता भनौँ व्यवस्था गरेको छ। सो वकिल वा अधिवक्तालाई वैतनिक अधिवक्ताको रूपमा भनिने गरिन्छ। हेरौँ, यहाँ के भनेको छ, वैतनिक अधिवक्ताले अदालतबाट नियमित तलब प्राप्त गर्दछन्, असमर्थ पक्षबाट कुनै शुल्क लिन पाउँदैन। यो वैतनिक अधिवक्तालाई अदालतमा सरकारद्वारा उसको तलब दिइने, उसलाई सरकारद्वारा नै उसको सेवा सुविधाहरू सबै प्रदान गरिने भएकोले उसलाई त्यो वैधानिक अधिवक्ताले कुनै पनि पीडित पक्षबाट, असमर्थ पक्षबाट शुल्क लिन पाइने छैन। निशुल्क रूपमा सेवा प्रदान गर्नको लागि वैधानिक अधिवक्ताको व्यवस्था नेपाल सरकारले अदालतमा गरिएको हो। यति त बुझ्नुभयो, यतिले त निशुल्क कानुनी सहायता भनेको के हो भनेर बुझ्नुभयो होला आशा गर्दछु। अब हेरौँ के कस्ता व्यवस्था रहेका छन्। हेरौँ के भन्छ, कानुनी सहायता सम्बन्धी ऐन 2054 अनुसार निशुल्क कानुनी सहायता सम्बन्धी रहेका व्यवस्थाहरू, निशुल्क कानुनी सहायता दिनको लागि हाम्रो सरकारले एउटा ऐन बनाएको छ, जुन चाहिँ कानुनी सहायता सम्बन्धी ऐन 2054 रहेको छ। सो अन्तर्गत निशुल्क कानुनी सहायता सम्बन्धी व्यवस्था गरिएको छ। अब हेरौँ के कस्तो दिएको छ। हेरौँ यहाँ 1 नम्बरमा, तोकिएको वार्षिक आय भन्दा कम आय भएका व्यक्तिले कानुनी सहायता प्राप्त गर्ने गरी मापदण्ड निर्धारण गरिएको छ। यहाँ गल्ती भएको छ, मापदण्ड निर्धारण गरिएको छ। हाल सेकेन्ड पोइन्टमा हेरौँ, हाल वार्षिक आय रु 40,000 भन्दा कम आय भएको यहाँ पनि रहेको छ। व्यक्तिले आर्थिक सहायता, व्यक्तिलाई न कि
व्यक्तिलाई आर्थिक सहायता उपलब्ध, यहाँ डबल उपलब्ध भएको छ, माफ गर्नुहोला, सहायता उपलब्ध गराउने गरिएको तर लैङ्गिक हिंसा र सशस्त्र द्वन्द्वबाट पीडित व्यक्तिलाई आयको हद लाग्ने छैन। के भनेको छ? जुन असमर्थ असहाय व्यक्तिहरू छ, उसको यदि वार्षिक आय 40,000 भन्दा कम रहेको छ भने उसलाई निशुल्क कानुनी सहायता दिने। र अर्को के भनेको छ? जुन व्यक्ति लैङ्गिक हिंसा वा सशस्त्र द्वन्द्वबाट, जस्तै अब लैङ्गिक हिंसा यानि महिला पुरुषको भेदभावको कारण उसलाई केही पीडा परेकोमा या सशस्त्र प्रहरीहरूका कारण उसलाई केही आघात पुगेमा, कुनै चोटपटक लागेमा, कुनै न्याय परेमा, त्यस्ता पीडित व्यक्तिहरूलाई यो हद म्याद लाग्ने छैन। जे त्यहाँ हद, जसरी सामान्य रूपमा जुन असमर्थ व्यक्ति हुन्छ त्यसका लागि रु 40,000 वार्षिक आय भन्दा कम भएको हो, तर जुन लैङ्गिक हिंसा र सशस्त्र द्वन्द्वबाट पीडित भएका व्यक्तिलाई यो वार्षिक आयको हद लाग्ने छैन। अब अर्को हेरौँ, के भनेको एकैछिन खाए, त हुनै लागेको छैन, के गरौँ? छोडो, यहाँ के भनेको छ? पहिला यो 4 नम्बर, कागजको नक्कल लिँदा कुनै दस्तुर लाग्ने छैन। यहाँ हेरौँ, कानुनी सहायता उपलब्ध गराउन नेपाल एकैछिन है साथीहरू, यो हेरौँ अर्को पोइन्टमा, के कस्ता कार्यहरूमा शुल्क लाग्ने छैन। जसै कागजको नक्कल लिँदा कुनै दस्तुर लाग्ने छैन। जसै अब पीडित व्यक्तिहरू अदालतमा गयो, उसलाई कागज रूपमा उसलाई प्रमाणपत्र पेश गर्नुपर्ने रहेको छ, तर ऊ आफ्नो आर्थिक द्वन्द्वबाट पीडित भएको कारण ऊ एउटा पेपर पनि प्रिन्ट गराउन नसक्ने भएपछि पनि त्यस्ता ससाना कुराहरू पनि कानुनले उसलाई निशुल्क प्रदान गर्नुपर्ने रहेको छ। अर्को हेरौँ, जबरजस्तीकरण सम्बन्धी मुद्दा, भ्रष्टाचार सम्बन्धी मुद्दा, राजस्व चुहावटका मुद्दा, यहाँ पनि मिस्टेक रहेछ, लागु औषध मुद्दा लगायतका तोकिएका मुद्दामा कानुनी सहायता उपलब्ध नहुने। यी अब हेरौँ, यता त जुन थियो नै, तर यो सम्बन्धी जे जति मुद्दाहरू आए पनि, चाहे त्यो गरिब होस्, चाहे उसको यो के भन्छ गरिब जुन यो सहायता पाउने सबै हदहरू, सबै क्राइटेरिया पुरा गरे पनि यदि उनीहरू यदि जबरजस्ती गर्ने सम्बन्धी मुद्दामा, भ्रष्टाचार सम्बन्धी मुद्दामा, राजस्व चुहावट सम्बन्धी मुद्दामा, लागु औषध मुद्दामा लगायतका यस्ता मुद्दामा परेमा कानुनी सहायता, उसलाई निशुल्क कानुनी सहायता गरिने छैन। त्यो त बुझ्नुभयो। एकचोटि सरसर हेरौँ, तोकिएको वार्षिक आयभन्दा कम आय भएका व्यक्तिकोलाई कानुनी सहायता प्राप्त गर्ने गरी मापदण्ड निर्धारण गरिएको छ। यानि कि यो निशुल्क कानुनी सहायता पाउनको लागि केही निश्चित क्राइटेरिया तोकेको छ। सेकेन्ड नम्बरमा के भन्छ? 40,000 भन्दा कम वार्षिक आय भएको व्यक्तिहरूलाई निशुल्क कानुनी सहायता दिने, तर लैङ्गिक हिंसा वा सशस्त्र द्वन्द्वबाट पीडित भएका व्यक्तिहरूलाई कुनै पनि किसिमको मद्दत गर्ने छैन। अर्को हेरौँ, निशुल्क कानुनी सहायताका महत्त्व तथा आवश्यकताहरू के कस्ता छन्। एक नम्बरमा के भनेको छ? न्यायिक प्रक्रियामा सबैको सहभागितालाई सुनिश्चित गर्न। अर्को के भन्छ? असमर्थ पक्षलाई वा व्यक्तिलाई आइपर्ने आर्थिक समस्याबाट जोगाउनु। असमर्थ पक्षलाई कानुनी सहायता पाउने अधिकारलाई व्यवहारमा लागू गर्नु। समाजलाई न्यायपूर्ण बनाउनु। धनी गरिब जस्ता भेदभाव
गर्दा हुने हिंसा दुर्व्यवहारलाई उन्मूलन गर्नु, समाजलाई समानता र समतामूलक बनाउनु, अझै भनेको समाजमा भइरहेका विकासमूलक कार्यहरूलाई अघि बढाउनु, सरकारका सेवा सुविधा प्रदान गर्ने सेवा प्रवाहमा शीघ्रता ल्याउनु, यी जस्ता आदि महत्त्व र आवश्यकता रहेका छन् निःशुल्क कानुनी सहायताको। यस टपिकमा हामीले पढ्नुपर्ने भनेको यसको डेफिनिसन्स, यसको यो निःशुल्क कानुनी सहायता पाउनुपर्ने क्राइटेरिया के कस्ता छन् र निःशुल्क कानुनी सहायताको महत्त्व आवश्यकता के कस्ता छन् भन्ने यति पढ्नुपर्ने हुन्छ हामीलाई। हस्, आजलाई यति, धन्यवाद। केही नबुझे प्लिज कमेन्ट गर्नुहोला।